हेलो साथीहरू, वेलकम ब्याक टु माई न्यू भ्लग। आज चाहिँ म घरबाट मेरो भ्लग स्टार्ट गर्न गइरहेको छु। आज चाहिँ पानी परेको छ गाउँघरमा, एक दुई दिन भिडियो बनाउन पनि पाइएको छैन र आज पानी परेको छ। हेर्नु गाउँघरमा आज पानी पर्छ, कहिले पानी पर्छ, कहिले घाम लाग्छ। हेर्नु एकदम जाडो फिल भइरहेको छ एकदमै। अनि त्यसपछि भाइ बहिनीहरू चाहिँ यहाँ सुतिरहेका छन्। यो चाहिँ फाइनल मेरो कोठा हो। अनि म यहाँ तल पनि आइसकेको छु। हेर्नु होला, पानी परेको छ, एकदम जाडो फिल भइरहेको छ। अनि म चाहिँ तपाईँहरूलाई देखाउँदै गइरहेको छु। आज चाहिँ म एउटा देखाउन गइरहेको छु, फल छाता ओढेर जामै फल हेर्नु चाहिँ जाम सानो छाता हो। हजुरहरूलाई मैले देखाइ नै रहेको छु, सानो छाता हो। पानी परेर अचम्म भइरहेको छ। यहाँ चाहिँ पानी पर्नु राम्रो मकै बारीको लागि। अब आउनु चाहिँ हेरौँ हाम्रो घरमा के फलिरहेको छ भने स्ट्रबेरी। हेरिराख्नु कि हेर्नु, रातो रातो भएको छ। अनि हेर्नु, खाना आउनुहुन्छ भने आउनुहोस्, सेतो पनि भएको छ। यो मौसम चाहिँ स्ट्रबेरी फल्ने मौसम हो। र अब म चाहिँ घरमाथि गएँ, पानीले रुजायो। आज चाहिँ धेरै भ्लग बनाउन चाहिँ मैले पाउँदिनँ जस्तो लाग्यो। आज चाहिँ म यहाँदेखि नै बनाउन गइरहेको छु। अनि जाडो फिल भइरहेको छ अहिले चाहिँ। अनि म तपाईँहरूलाई मेरो घरमा के छ, के भइरहेको छ भन्ने पनि देखाउन गइरहेको छु है। अनि भोलिदेखि चाहिँ हाम्रो स्कुल खुल्न गइरहेको छ। अनि भोलिदेखि स्कुल खोलेपछि चाहिँ म स्कुलै बिजी हुन्छु, जो कि म भ्लग बनाउन पाउँछु कि पाउँदिनँ है। शनिबार त बनाउँछु। हेर्नु, यो चाहिँ भाइको हो। यो चाहिँ एकदम ठुलो छ। भाइले चाहिँ जे पनि किन्ने भनिरहेको छ होइन। अनि त्यसपछि मैले चाहिँ आज धेरै भ्लग बनाउन पनि पाउँदिनँ जस्तो छ। उहाँदेखि चाहिँ एकदम ठुलो पानी परिरहेको छ है। अब म चाहिँ भन्न गइरहेको छु। अब हामीहरू फेरि कोठीभित्रै जामै न, यताउता डुलिराख्ने अनि साथीहरू। अरू त केही पनि भन्न छैन कि म सानो युजरहरू हो। म पनि यति सानो गर्न लागिरहेको छु, सानो भ्लग बनाउन गइरहेको छु। तपाईँहरूले साथ सपोर्ट गरिदिनु होला भन्न गइरहेको छु। अनि हिजो अस्ति चाहिँ म 3 दिन भयो म तमान गएको थिएँ। म चाहिँ उहाँ गएर चाहिँ मेरो फुपूले ल्याउन गएको थिएँ। अनि म फुपूले ल्याउन गएको कारण चाहिँ अहिले बन्न पाएन। हाम्रै गाउँघर नजिकैको समराम भन्न सकिन्छ होइन। अनि चाहिँ पानी परिरहेको छ यहाँ चाहिँ। अनि म तपाईँहरूलाई अरू त के भन्नु र है। अनि म चाहिँ हिजो भर्खर आएको। अनि म हिजो भर्खर आएर आज चाहिँ भ्लग स्टार्ट गर्न लागिरहेको छु। अब चाहिँ म तपाईँहरूलाई यो मिनी भ्लग हेर्न धेरै सपोर्ट गर्न लागिरहेको छु। तपाईँहरूले पनि मलाई साथ सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला छिटोभन्दा छिटो। अनि रातारात भाइरल बनाइदिनु होला प्लिज। म यो तपाईँहरूलाई भन्न गइरहेको छु होइन। अनि आज चाहिँ एकछिन त्यो मोबाइलको साउन्ड अलिक शान्त बनाऊ त।
चाहिँ मेरो सानो मोबाइल हो जो कि चार्जमा रहेको छ। हेर्नु न यो खुलिरहेको छ अनि है यसमा चाहिँ सबै चल्छ हेर्नु। यता चाहिँ टिकटकहरू चल्छ। अलिक देखेन कि देखेन। अब टिकटक चल्छ है साथीहरू। टिकटकमा चाहिँ सबैको भिडियोहरू आउँछ। हेर्नु सबैजनाको भिडियोहरू आउँछ। तपाईँहरूले भन्नुभयो भने म तपाईँहरूको टिकटक पनि देखाइदिन सक्छु। हेर्नु भर्खरै मेरो चाहिँ न्यू टिकटक आइडी खुलेको छ। मेरो टिकटक आइडी खुलेको छ। मेरो टिकटक आइडी मेरो प्रोफाइलमा जानु होला प्लिज। म तपाईले यो भन्न गइरहेको छु। मेरो प्रोफाइलमा गएर लाइक गरिदिनु होला। मेरोमा चाहिँ थोरै भ्युज आएको छ। बल्ल कति 10 लाइक छ। तपाईहरूले मेरो एकदमै राम्रो गरेर साथ सपोर्ट गरिदिनु होला कृपया। म तपाईहरुलाई भन्न गइरहेको छु। आज चाहिँ मेरो ठुलो भ्लग भएन। आज चाहिँ म सानो भ्लग बनाउँदै गइरहेको छु। त्यही भएर अहिले चाहिँ म तपाईहरुलाई अब भोलि पर्सि हुँदा चाहिँ एकदम लामो भ्लग भन्दा नि अलि ठिक्कको भ्लग बनाउन गइरहेको छु। त्यही भएर आजलाई चाहिँ म यति भन्न गइरहेको छु। लास्टमा चाहिँ लाइक सब्स्क्राइब गरिदिनु होला। अनि मलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला कृपया। मैले यो भन्न गइरहेको छु। आज चाहिँ नमस्कार। तपाईले यो भिडियो हेर्नु भएकोमा थ्यांक यू। आज चाहिँ म यो भ्लगलाई चाहिँ काट्न गइरहेको छु। अनि एन्ड तक हेरिदिनु भएकोमा धेरै धन्यवाद छ। लाइक सब्स्क्राइब नगरे पनि फुल वाच गरिदिनु होला। हस् म यति भन्दै मेरो भ्लग अन्त्य गर्न चाहन्छु। धन्यवाद।